हेलो एन्ड नमस्ते साथीहरु, आज चाहिँ हजुरलाई स्वागत छ मेरो यो नयाँ भिडियोमा। सधैँ चाहिँ मैले यो नबोली बनाउँथे भने आज चाहिँ मैले यो बोलेर बनाउन लागेको छु, किनकि यो भिडियो चाहिँ लामो हुने गइरहेको छ। हजुरहरुलाई बोर नलागोस् भनेर चाहिँ म बोल्न गइरहेको छु, बोलेर बनाउन गइरहेको छु। यो लामो भिडियो हुनको कारण चाहिँ मेरो अब वाच टाइम पूरा गर्नको लागि हो मेरो अब 1000 सब्स्क्राइबर त जस्तो तसो गरेर हजुरको सहयोगले मेरो 1000 सब्स्क्राइबर त पुग्यो। अब वाच टाइम पनि पूरा गर्नुपर्ने हुनेछ, 1 वर्षभित्र त गर्नुपर्ने हुनेछ। त्यही भएर यो लामो भिडियो हजुरले फुल हेरिदिनु होला। हजुरको सहयोगले चाहिँ यो हुन सक्छ। अब मैले चाहिँ आज बोलेर गराइरहेको छु। अब नेपाली भाषा चाहिँ अब अरू देशबाट हो भने चाहिँ अब खोइ के गर्नु छ, नेपालीले चाहिँ हेरिदिनु होला। नेपाली भाषामा अब अरूले बुझ्न सक्नुहुने छैन, त्यही पनि हेरिदिनु होला अरूले पनि सकेसम्म। अब म चाहिँ आज भिडियो गराउन के लामो गराउँदैछु भन्ने चाहिँ मैले अब अरू कन्टेन्ट नपाएर चाहिँ अब भिडियो गराउन लागेको छु कि अब आफ्नो सामान देखाउने, आफ्नो कबाड भन्न मिल्दैन, कबाड नि भन्न मिल्दैन, सब चाहिन त चाहिन्छ हैन, सबै चाहिन्छ कि। त्यही भएर अब कबाड भन्न त मिल्दैन। अब बुझ्नु त्यही हो। त्यही अब सबै कुराको अब सामान मैले बटुलेको आजसम्म चाहिँ यो भिडियो बनाउने क्रममा बटुलेको भिडियो चाहिँ गराउन गइरहेको छु। सबैले साथ दिनु होला मेरो भिडियो अन्त्यसम्म हेरेर। ल धन्यवाद। यो भिडियोमा क्लिक गरिसकेपछि सबैले हेरिदिनु होला, मेरो यो चाहिँ अनुरोध छ। ल अब सुरु गरौँ है त। मैले चाहिँ अब देखाउँछु मात्र, यो भिडियो चाहिँ अलि लामो नै गराउँछु भन्ने मेरो सोच छ। अब हेरौँ अब कस्तो हुन्छ। ल हेरिदिनु होला है त। यो सुरु गर्न गइरहेको छु यो टोक्राबाट। हजुरले चाहिँ एक एक गरेर देखाउन चाहन्छु मैले चाहिँ के छ भनेर। अब यो चाहिँ सुरुमा के हो, यो चाहिँ अब खै राउटरमा अब यो चाहिँ ल्यापटपमा काम हुन्छ कि के भनेर राखेको। अब के हो यो त, यसको नाम त खै थाहा भएन। यो पनि भाँचिसकेको छ, त्यही पनि यसको भित्र के हुन्छ र त्यो चाहिँ हेर्छु मैले पछि कहिले काहीँ टाइम भएको बेला। अनि यो चाहिँ हजुरलाई थाहा नै होला, मैले चाहिँ यो भिडियो बनाइसकेँ। यो ग्रिल थियो होइन, यसमा चाहिँ यो कहाँ गयो, यसमा चाहिँ त्यो थियो कि त्यो घुम्नेवाला त्यो थियो। अब हजुरले हेरिसक्नु भयो होला। त्यो मेरो चाहिँ नहेरेको भए यो गराएको पनि भिडियो छ, देख्न सक्नुहुन्छ। यो चाहिँ मोटर छ अनि यस्तो छ। यो चाहिँ नहेरेको भए हजुरले तल हेर्नु होला, मैले यो लिङ्क पनि राखिदिन्छु होला तल, सकेसम्म हेरिदिनु होला। यो पनि अझ सहयोग हुन्छ यो पनि हेरेर। अनि अब के छ, यो त के हो, यो त दाढी काट्ने मेसिनको हौ। यो चाहिँ नदेखाइ हुन्छ। यो कप्पर वायर चाहिँ यो कहिलेकाहीँ अब मोटरहरूमा काम लाग्छ भनेर राखेको। यो पनि अब यो कप्पर वायर चाहिँ अब मोटरहरूमा काम लाग्छ भनेर राखेको होइन। कति छ अब त्यो काम चाहिँ आउँछ, एक दिन चाहिँ काम आउँछ भनेर चाहिँ राखेको मैले, नै भने फालिदिन्थेँ होइन। यो चाहिँ ग्लिस्टिक भइहाल्छ, चिनिसक्नुभयो होला। यो पेनहरू त यो चाहिँ अब यो केही काम आउनु है त, मलाई मेरो लागि चाहिँ यो काम आउन, यो घरको लागि काम आउँछ। यो पेन्सिल हेऱ्यो, टेप त काम लागिहाल्छ, स्पिकर नि काम लागिहाल्छ, हेर्नु देख्न सक्नुहुन्छ। स्पिकर त अब केहीमा काम लागिहाल्छ। यो चाहिँ मैले के गराएको थिएँ अनि यो चाहिँ इलेक्ट्रिक म्यान के, अनि यो चप्पलमा राखेर यो पनि भिडियो छ। यो हजुरले हेर्नु भएको छैन अनि यो पनि भिडियो हेर्नु होला। यो चाहिँ चप्पलमा राख्ने, चप्पल तल राख्ने। अनि यो चाहिँ एउटा चाहिँ फेरि आफ्नो शरीरमा राख्ने, अनि अरूलाई छोएपछि त करेन्ट लाग्छ कि, त इलेक्ट्रिक म्यान भन्छ है त्यो। त्यही हो कि अब हजुरले हेर्नु होला यो पनि। अनि यो ब्याट्री भइहाल्यो। यो चाहिँ एलइडी लाइट, यो कहिले कि अब साइकलहरूमा डाइनामो जोडेर, डाइनामो पनि भिडियो छ होला सायद, छैन भने म गराउने छु। छिटै कमेन्ट गर्नु होला हजुरलाई। साइकलमा डाइनामो जोडेर लाइट, यो लाइट बल्ब बाल्नु परेको छ भने हजुरले कमेन्ट गरिदिनु होला। मैले चाहिँ यो भिडियो छिटै गराउने छु। अब यिनीहरू चाहिँ अब यो त होइन, यो पनि अब एउटा उसकै चार्ज एसीदेखि डीसीमा कन्भर्ट गर्ने हो। यो चाहिँ यो यता एसी हामीले दियो भने यसमा चाहिँ अब के कम्पोनेन्टहरूले यहाँ चाहिँ यसलाई चाहिँ डीसीमा, यहाँ चाहिँ डीसी करेन्ट आउँछ। त्यसको लागि चाहिँ मैले कहिले काम लाग्छ भनेर राखेको। यो भइहाल्यो। यो अब चाहिँ जुन इलेक्ट्रिक म्यान बन्न खोजेको नि, यो चाहिँ त्यो मच्छरको हो के, मच्छर मार्न त्यो ब्याडमिन्टन जस्तो एउटा आउँछ है ब्याट हो, त्यो त्यसभित्र चाहिँ यस्तो हुने गर्दछ। यसबाट चाहिँ अब हामीले
टेस्ला कोइल पनि बनाउनु। मैले टेस्ला कोइल गराएको पनि भिडियो छ, नहेरेको भए हेर्नु होला। यो चाहिँ टेस्ला कोइल गराउन नि काम आउँछ, इलेक्ट्रिक म्यान गराउनको काम आउँछ। अब यसले चाहिँ यताबाट डिसी करेन्ट दियो भने चाहिँ यता चाहिँ कुनै कति 4000 वाट कति धेरै ल्याउँछ। एकचोटि चाहिँ हजुरले यहाँ छुनुभयो भने चाहिँ एकचोटि करेन्ट लाग्छ, तर धेरै लाग्दैन। दुईटैमा छुनुभयो भने चाहिँ लाग्छ, एउटामा छुइ त लाग्दैन होइन। यो चाहिँ त्यो हो। यो ब्याट्री भइहाल्यो होइन। यिनी त ब्याट्री चाहिँ धेरै होइन। अब ब्याट्रीको पनि अब यो मैले पावर ब्याङ्क पनि बनाउने एउटा कोसिस गरेँ, अब बनाउने छिटो गरिरहेको छु। त्यो पनि कमेन्ट गर्नु लाग्यो चाँडै चाहियो भने। यो लाइट भइहाल्यो। यो पनि स्पिकर हो एउटा। यो कहिलेकाहीँ पम्प दियो भने चाहिँ त्यसमा राख्नुहुन्छ। हजुरले पम्प पनि बनाइदिन्छ। हजुरले कमेन्ट गर्नु, जुन पनि कमेन्ट गर्नु। हजुरले भनेको चाहिँ सबै गरेर तयार हुनेछु। यो चाहिँ अब पम्प, साइकल पम्प, बाइक पम्प त्यो गराउने हो। त्यही भइहाल्यो। यो लाइटर त बोल्दैन होला, यो बोल्दो रहेछ, लाइटर हो यो। अनि अब गएर यो ब्याट्री भइहाल्यो। यो चाहिँ त्यही ब्याडमिन्टन के अरे मच्छेटवाला ब्याट्री हो। अनि यो चाहिँ खोका हो। यो त अब कहिलेकाहीँ अब एक्सपेरिमेन्ट गर्न अब के गरेर तामा प्लस कुनै के गरेर अब केही गर्न मिल्छ भनेर त्यो चाहिँ राखेको। यो चाहिँ गोली हो, यो बन्दुकको खोका हो। यो चाहिँ यो ब्याट्री भइहाल्यो। यो चाहिँ एसी बल्ब हो। यो चाहिँ हामीले सिधै डाइरेक्ट उसमा जोडेर पनि बाल्न सकिन्छ, देख्न सक्नुहुन्छ। त्यो चाहिँ डाइरेक्ट प्लगमा जोडिदिनु अनि यो चाहिँ बोल्छ क्या। नाइट बल्ब भने पनि भयो, नाइटमा रातिमा बाल्न मिल्छ। यहाँ छ एउटा, मैले बालेर पनि भिडियो गराइदिउँला एउटा। यो चाहिँ केही पनि होइन, यो म फालिदिन्छु होइन। यसमा निम, यो चाहिँ के अरे घडीको हो। यो चाहिँ मैले कहिले राखेकोमा बिर्सेँ होइन। यो पनि अघिको त्यही भनेको त्यही नै हो। यो कपर वायर भइहाल्यो। यो पनि कपर वायर भइहाल्यो। यो चाहिँ अब घडीको त्यो चेन काट्ने हो क्या। यो घुमायो भने चाहिँ अब घडीहरूको चेन काट्ने हुन्छ, त्यो हो। मसँग सबै छ क्या। अब एउटा कन्टेन्ट पनि होइन, सबै कन्टेन्ट छ कि मसँग कि मैले जे पनि गर्छु कि त्यही भएर कि। यो पनि त्यही भइहाल्यो। अनि अब भयो त्यो के अरे स्पिकर भइहाल्यो। यसमा चाहिँ ब्याट्री छैन होइन। अब यिनी चाहिँ सानो ब्याट्री लेजर लाइटहरूमा काम आउँछ। लेजर लाइट थियो, अब कता गयो? लेजर लाइट चाहिँ थियो यार, कता गयो? अब कतै होला, अहिले फेरि देखाउँछु म चाहिँ। अब यिनी चाहिँ यो रिमोट कारको अब केही गर्न काम आउँछ राखेको। पेन्सिल सेन्स अब यसमा अझ देखाउनु पर्ने जस्तो केही पनि छैन। यो चाहिँ काम नलाग्ने हो। यसमा चाहिँ यसमा अझै खोकाहरू चाहिँ धेरै छ मसँग। यो देख्न सक्नुहुन्छ। गोलीको यो चाहिँ दिदीले थियो कि आर्मीबाट उता हार्न पाइँदो रहेछ। यो तामाको हो। यो चाहिँ अब देख्न सक्नुहुन्छ। यो चाहिँ म राख्छु। अब अर्को पिटारा पनि खोल्न पर्ने हुनेछ मेरो। यो चाहिँ म राख्छु होइन, एकछिन वेट गर्नु होला। राखेर चाहिँ म अर्को ल्याइहाल्छु। अब देख्न सक्नुहुनेछ। यो चाहिँ के हो भने यो चाहिँ हामीले सोल्डिङ आइरन चाहिँ अब युज गरिसकेपछि हामीले सोल्डिङ आइरन चाहिँ यहाँ राख्ने स्ट्यान्ड भनौँ। यो पनि भिडियोमा बनाइसकेको छु। यसमा चाहिँ यहाँ एउटा जाली थियो, त्यो सफा गर्ने, सोल्डिङ आइरन सफा गर्ने, त्यो चाहिँ उडेछ कता गएछ खै थाहा भएन। यो चाहिँ पनि भिडियो हेर्नु भएको छैन। अनि यो पनि बनाएको हजुरलाई भिडियो गरेर देखाइदिएको छु, त्यो हेर्नु होला। अब यो चाहिँ के हो भने अब यसमा चाहिँ मैले अब खै इलेक्ट्रोनिक त कतै भेटाएर चाहिँ लिएको सामानहरू। यसमा चाहिँ यो क्यापासिटरहरू छ। यो क्यापासिटरको पनि भिडियो बनाइसकेको छु, त्यो पनि हेर्नु होला। क्यापासिटरको चाहिँ यो दुईवटा क्यापासिटर जोडेर चाहिँ हामीले फ्यान पनि चलाउनु मिल्दैछ। हजुरको एउटा क्यापासिटरले अब एउटा क्यापासिटर बिग्रियो भने अर्को क्यापासिटर त्यसमा जोडेर फ्यान चाहिँ अलिक धेरै फास्ट हुन्छ। फास्ट अलि धेरै नै फास्ट हुन्छ। मैले त्यो जोडेर मैले चाहिँ गर्मीको फाइदा उठाइरहेको छु। गर्मीको भन्नाले अब फ्यानको फाइदा उठाइरहेको छु। यिनीहरू चाहिँ यो जुन सर्ट सर्किट भयो भने चाहिँ आफै अफ हुनेवाला हो। यो चाहिँ मैले अब यति राखेको, कहिले अब कहिले चाहिन्छ भनेर चाहिँ राखेको। अब यो मैले युज गर्छु होला। यो चाहिँ तिनवटा त्यही छ। यो अब इलेक्ट्रोनिक सामानै हो यिनीहरू होइन, कम्पनीहरू। अब यो चाहिँ के हो भने यसमा चाहिँ मैले सानो अलिक धेरै नै सानो हुन्छ नि, त्यो वाला सामान चाहिँ राख्ने गर्दछु। यसमा लेजर लाइट देखाउन गइरहेको छु। यो देख्न सक्नुहुन्छ। यो लेजर लाइट भइहाल्यो, थाहा होला यो त। अब यो चाहिँ यो त के को भने होइन, यो चाहिँ यसको के, यो चाहिँ स्पिड बढाउने हो घटाउने हो के। यो चाहिँ यस्तोमा थियो, यत्नै कता थियो, यस्तो थियो। यो चाहिँ स्पिड घटाउने बढाउने। यो चाहिँ मैले केहीमा यो कम्पोनेन्टै हो, युज गर्न मिल्छ। अब यो चाहिँ स्पिड भोल्टेज बढाउने कि, भोल्टेज मोटरको स्पिड भनेपछि त्यही भोल्टेज।
भोल्टेज कम ज्यादा गर्ने हो। यो चाहिँ अब अन अफ भइहाल्यो। यो चाहिँ त्यही रियालिटी लाइट हो। यो चाहिँ के भन्नुहुन्छ भने यो चाहिँ सिन्क्रोनस मोटरको चाहिँ यो अब गियर भनौँ। यसमा चाहिँ यो छ, यो यसको चाहिँ यो चाहिँ होइन, यसको यो चाहिँ यस्तो हो, यो गियर यस्तो हुन्छ कि यो गियर गराउने हो, क्या गियर बढाउने घटाउने हो मोटरभित्रको होइन। यो चाहिँ सिक्का भइहाल्यो। यो चाहिँ कहिले के अब कोही केमा काम लाग्ला। यो चाहिँ चुम्बक भइहाल्यो। अब यिनी चाहिँ रजिस्टर रिसिभर हो कि के भन्छ त्यसको नाम त मलाई थाहा छैन, त्यो भइहाल्यो। यो चाहिँ डिस्कको साइकलको डिस्क हो, यो ब्रेकको हो। यो चाहिँ म्याग्नेट भइहाल्यो, सानो म्याग्नेट चाहिँ मैले खै कहाँ भेटाएको थिएँ। यो म्याग्नेट चाहिँ देख्न सक्नुहुन्छ, यो म्याग्नेटै हो, यस चिप्किन्छ देख्न सक्नुहुन्छ। यो चाहिँ हामीले इलेक्ट्रिक म्याग्नेट बनाएको थियौँ। यो पनि भिडियो छ होला, यो सर्ट भिडियो। हजुरलाई फुल भिडियो राम्रोसँग चाहिन्छ भने चाहिँ म फेरि गराउन चाहन्छु। कमेन्ट गर्नु होला, हजुरले कमेन्ट जुन गर्नुभयो म चाहिँ त्यही गराउन तयार गर्नुहुन्छ। हजुर कमेन्ट नै गर्नुहुन्न अनि कसरी गराउनु, यो कन्टेन्ट पनि पाइन्न हो मैले। यो चाहिँ इलेक्ट्रिक म्याग्नेट थियो। यो अन अफ भइहाल्यो, यो पनि अन अफ, यो नि अन अफ भयो। यो चाहिँ के हो भने अब चार्ज हो नि, अनि यता करेन्ट आउँछ, त्यही हो कि त। यो अब के को चार्ज गर्ने मैले निकालेको। यो अब सुई भइहाल्यो, कहिलेमा काम आउँछ। यो सोल्डिङ तार हो, यो यसको नाम थाहा भएन। यो भयो लाइटर गरिदियो। यो पेनको ढक्कन काम होइन। यो अन अफ भयो। अहिले चाहिँ हेरिदिनु होला, यो बोर्ड लागे पनि हेरिदिनु होला। मेरो चाहिँ वाच टाइम कम्प्लिट गर्नु छ, त्यही भएर यो अब ऐना भयो। अनि यो पनि इलेक्ट्रिक म्याग्नेट नै थियो, हजुरले गर्नुभएको छैन। यो भिडियो त बनाइसकेको, सर्ट भिडियो। मैले लङ भिडियो पनि बनाउने अब कोसिस गर्दैछु। मैले चाहिँ लङ भिडियो नै गराउँ भन्ने छ, वाच टाइमको लागि चाहिँ मैले लङ भिडियो नै गराउँछु भन्ने मेरो सोच चाहिँ त्यो भइरहेको छ। यो चाहिँ ब्लुटुथ हो, मोडुलो हो होइन, ब्लुटुथ स्पिकरमा हुने कि मोडुलो हो। यो चाहिँ मैले गराउँछु अब एकदिन। यो चाहिँ भइहाल्यो। यहाँ त्यो चाहिँ मोटरको यो, अनि यो अन अफ यो गाडीको। अब यो चाहिँ यो पावर ब्याङ्क हो, यसमा चाहिँ युएसबी केबल लाग्छ। यता यहाँदेखि चाहिँ हामीले यो ब्याट्री राख्यो भने होइन, यहाँ चाहिँ ब्याट्रीको यसबाट पावर दिने, यता चाहिँ जान्छ कि पावर। यो लाइट सर्किट बटनहरू पनि छ। यो पावर ब्याङ्क हो, यो चाहिँ पावर ब्याङ्क हो। म्याग्नेटहरू भयो सानो सानो, यो कुरा चाहिँ मैले अब थाहा छैन होइन, यो यिनीहरूको नाम त अब कतै युज होला भनेर राखेको। अब यिनी त्यहाँ चाहिँ के भने यो मोटरको भित्रको भयो। यसमा चाहिँ के भन्छ अरे, यसलाई चाहिँ के भन्छ, खै के भन्छ म सम्झ्यो, अहिले भन्छु है त। यसलाई चाहिँ के भन्थ्यो, यो पनि एउटा, यो चाहिँ त्यो सानो के कोरलेस मोटर। यो कोरलेस मोटरको चाहिँ भित्रको हो कि यो, यसमा चाहिँ कप्पर वायर बेरिएको छ होइन, त्यो सानो मोटरको के। त्यो मोटर त्यही थियो होला, मैले गयो त्यो चुम्बकसँग टाँसिएर, त्यो चाहिँ भेटेन कता। अब अर्को हुन्छ। यो चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ मैले सोल्डिङ गर्नको लागि चाहिँ स्ट्यान्ड गराएको थिएँ। त्यो चाहिँ भाँचिएर भइसकेको छ। अब त्यो भिडियो पनि हेर्नु होला गएर चाहिँ। यो चाहिँ अब सोल्डिङ गर्दाखेरि चाहिँ यहाँ दबाउने, अनि फेरि त्यो कम्पोनेन्टहरू राख्ने, अनि त्यसमा चाहिँ सोल्डिङ गर्ने थियो। यो पनि भिडियो हेरिदिनु होला हजुरले गएर। मैले चाहिँ यो बनाएको हो, यसलाई पनि साइड लगाऊँ। अब चाहिँ मैले अर्को निकाल्न चाहन्छु के छ। अब यो देख्न सक्नुहुन्छ, मैले चाहिँ यो अस्ति भर्खर राखेको यो चाहिँ ग्यास लाइटर हो। यसमा चाहिँ यो चाहिँ त्यही हो, यो पनि भिडियो हेरिदिनु होला हजुरले। यो चाहिँ ग्यास लाइटर हो। मैले चाहिँ यस्तै अब जे अगाडि देख्यो चाहिँ त्यही गराउने छु। अब कन्टेन्ट नपाएर होइन, मैले कन्टेन्ट चाहिँ धेरै त अब भेटिन्न कि, कमेन्टै गर्नु न हजुरहरूले। यहाँ चाहिँ धेरै मोटरहरू देखाउन चाहन्छु हजुरलाई चाहिँ मैले। अनि सिन्क्रोनस मोटर भनेको चाहिँ यही हो होइन, यो चाहिँ एसी मोटर हो होइन। सिन्क्रोनस मोटर भनेको चाहिँ त्यो अघि थियो गियरहरू, यहाँ चाहिँ गियरहरू यहाँ हुन्छ। त्यो गियरमा चाहिँ हामीले गियर राखेपछि चाहिँ यो चाहिँ फास्ट हुन्छ, अनि त्यो गियर धेरै पावरफुल हुन्छ क्या। त्यो गियर राखेपछि चाहिँ उता पावरफुल आउँछ। त्यो सिन्क्रोनस मोटर हजुरलाई थाहा होला सायद, भन्न पनि पर्दैन होला सायद हजुरलाई। अनि खनाउँछु होइन, पहिला सम्झिँदा यो चाहिँ
यो डीसी मोटर नै हो यसको चाहिँ युगो हुन्छ के यो त्यस्तो फास्ट पनि छैन लो पनि छैन ठिक्कको मोटर यो चाहिँ यो नि डीसी मोटर हो अरू त सब डीसी मोटर नै ठाउँसँग यो चाहिँ एउटा सानो मोटर हो यस्ता चाहिँ यसले चाहिँ अब केहीमा काम हुन्छ सानो यो सानो भोल्टे मोटर हो सानो ब्याट्रीबाट पनि चल्छ यो त सबै यस्तै यो पनि त्यही भइहाल्यो यो पनि त्यही भइहाल्यो यो मोटर चाहिँ यो चाहिँ मैले यो इलेक्ट्रिसिटी चाहिँ झिकेको थिएँ यसबाट चाहिँ देख्नुहोस् हजुरले हेर्नु होला भिडियो हेर्नु भएको छैन भने चाहिँ यो पनि त्यही मोटर नै हो म चाहिँ यो इलेक्ट्रिसिटी झिकेको थिएँ योबाट चाहिँ अनि यो त्यही भइहाल्यो यो पनि त्यो हो यो पनि त्यही डीसी मोटर नै हो यसमा चाहिँ यो अलि फास्ट भन्नाले फास्ट नै हुन्छ यो पनि अलि फास्ट नै हुन्छ मोटरहरू त काममा आइहाल्छ होइन यो चाहिँ गियर मोटर हो देख्न सक्नुहुन्छ यो चाहिँ गियर मोटर अलि पावरफुल हुन्छ अलि फास्ट चाहिँ हुन्न यसको यो फास्ट चाहिँ हुन्न यो पावरफुल चाहिँ हुन्छ यो पनि गियर मोटर यो त उसको रिमोट कारको मोटर हो होइन रिमोट कारको झिकेको यो जर्नल चाहिँ यहाँ दुईवटाको हुन्छ अनि यो पाङ्ग्रो हेर्ने अनि हिँड्छ त्यो हजुर मैले रिमोट कार पनि बनाउँछु अब हजुर कमेन्ट गर्नुहोस् मैले त्यो सबै गराउँछु यो चाहिँ मोटर अब यो राखेको अब यो चाहिँ खोइ लागेर यस्तो अझै नाच्छ नै थाहा भने घुम्छ नै चाहिँ थाहा भने यो मोटर बिग्रिसक्यो होला सायद ट्राई गर्छ अब पछि यो पनि अब यो एउटा मोटर हो यो चाहिँ बिग्रेको होइन यस्तो यो त स्मुथ रहेछ धेरै यो नि त्यो डीसी मोटर नै हो यिनी त पाङ्ग्रो गराउँदा खै केमा पाङ्ग्रो थियो अब गाडी साडी बनाएको थियो होला एक दिन के हो अनि त्यो मोटर भयो देख्न सक्नुहुन्छ यो चाहिँ अघि मैले त्यो दारी काट्ने भनेको चाहिँ यो हो यसमा चाहिँ त ब्लेड हुँदो रहेछ ब्लेड हुन्छ मैले चाहिँ यो खोलेको थिएँ अब यसमा चाहिँ पछाडि मोटर छ त्यही भएर यो ब्याट्री पनि सानो ब्याट्री छ यो पनि काम लाग्छ भनेर राखेको छु मैले चाहिँ मोटरको पिटारमा कसरी आएछ यो चाहिँ अब यो चाहिँ अब गियर हो यसमा चाहिँ यो भित्र हामीले यता म यहाँ मोटरको त अघिको राख्दिनँ अनि यो चाहिँ गियर मोटर नै भन्छ यो चाहिँ अब यस्तो यो अलि पावरफुल भनेर निस्किन्छ यताबाट यता फास्ट हुन्छ अलि त्यहाँ तल चाहिँ यसभित्र चाहिँ गियरहरू के त्यो गियर बक्सहरू यो गियर बक्स भनौँ न यस्तै यो हो अब चाहिँ अर्को झिक्न चाहन्छु मैले यो चाहिँ मोमबत्तीहरू हो यो पनि केहीमा काम लाग्छ होइन मैले कहिले लिएको थिएँ अब त्यो मोमबत्तीहरू यो चाहिँ अब काम निस्किन मैले यसलाई चाहिँ खै यसलाई चाहिँ के गराएको थिएँ यार यसमा चाहिँ यो चाहिँ के थियो भने यो मैले सार्पनर यो सार्पनर फेरि अटोमेटिक सार्पनर क्या आफूले पेन्सिल घुचाएपछि आफै नाच्थ्यो यसमा मोटर त्यसरी नाच्थ्यो अनि यो चाहिँ आफै देखाइदिन्थ्यो कि त्यो भिडियो पनि छ सर्ट भिडियो छ त्यो लङ भिडियो चाहिँ म गराउँथेन पहिला होइन अब वाच टाइम गर्छु भने चाहिँ लङ भिडियो गर्नु लागेको छु यो चाकु भइहाल्यो केहीमा काम लागिहाल्छ होइन अब यो चाहिँ सोल्डिङ आइरन भइहाल्यो यो सोल्डिङ आइरनको तार भइहाल्यो यो चाहिँ पेचकस भइहाल्यो थम्बनेल चाहिँ कस्तो गरौँ भन्ने भयो मलाई चाहिँ अब यो पनि पेचकस हो एउटा यो चाहिँ मैले अब यसको चाहिँ यो घटेको थियो भर्खरै भाँचेको यो टिस्टर थियो मैले चाहिँ यसलाई भाँचेको पनि त्यही पनि युज गरिरहेको अब यो पनि पेचकस नै धेरै पेचकस नै अब यसमा चाहिँ मैले बनाएको छैन कि यसमा चाहिँ मैले ती सामानहरू चाहिँ अटोमेटिक होला ती टुल्सहरू यसमा चाहिँ त्यस्तो मैले गराएको चाहिँ छैन यो एउटा काट्ने प्लेट भइहाल्यो यो त के हो यसमा चाहिँ भइसक्यो छ अब यो चाहिँ एउटा ग्लु गन भइहाल्यो अब चाहिँ सकिसकेको छ अब एउटा हाल्यो यो चाहिँ यो ब्लेड त्यो भन्थेँ अब ग्रिल मेसिन गराएको यो त्यसमा चाहिँ मोटरमा यो ब्लेड राखेको थिएँ त्यो हो क्या ल हस् त धन्यवाद हजुरहरूलाई यहाँसम्म हेरिदिएकोमा मलाई साथ दिएकोमा यहाँसम्म हेरिदिएकोमा हजुर धन्यवाद सब्सक्राइब पनि गरिदिनु होला तपाईँले गर्नुभएको छैन भने नयाँ हो भने मेरो च्यानलमा अहिले चाहिँ अब यस्तै अहिले कमेन्ट गर्नु होला मैले चाहिँ सबै भिडियो बनाउने छु अहिले कमेन्ट गरेको चाहिँ त्यो सबै भिडियो चाहिँ मैले हजुरलाई जुन कमेन्ट गरे पनि त्यो चाहिँ भिडियो बनाउने नै छु हजुरले भनेको त्यसैले मलाई सपोर्ट गर्दै गर्नु होला सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्नु होला लाइक पनि गरिदिनु होला कस्तो लाग्यो भिडियो त पनि कमेन्ट गरिदिनु होला नमस्ते म चाहिँ बिदा हुन चाहन्छु यहाँबाट यो फर्स्ट टाइम चाहिँ चाँडै पुऱ्याउने मेरो चाहिँ अब के भनौँ चाहिँ बुझ्नु होला फर्स्ट टाइम चाहिँ चाँडै पुऱ्याएर मोनिटाइज गराउने मेरो च्यानललाई चाहिँ
मेरो अनुरोध छ हजुरहरूले सहयोग गर्नुहुन्छ भन्ने आशा छ। ल हस्त नमस्ते। Thank you so much for watching this video.